नमस्कार। निरामय सञ्चारमा निजी विद्यालय सम्बन्धी यसको बारेमा छलफल गर्नको लागि टोखा प्याप्सनका अध्यक्ष तथा श्री चन्द्रबिन्दु इन्टरनेसनल बोर्डिङ स्कुलको प्रिन्सिपल हामीसँग यहाँ हुनुहुन्छ। उहाँलाई हामी स्वागत गर्छौँ। स्वागत छ तपाईँलाई। धन्यवाद। नमस्कार। पहिलो प्रश्नमा जाउँ। अहिलेको अवस्थामा सरकारले निजी विद्यालयको बारेमा जुन डिसिजन गरेको छ, तपाईँको यस सम्बन्धी के धारणा छ? अहिलेको विद्यालय सम्बन्धमा सरकारले एउटा हचुवाको भरमा यसले देशव्यापी प्रभाव पारेको छ। यसले चाहिँ नि अन्योलता सिर्जना गरेको छ। कति चाहिँ पालिकाहरूले होइन हामी भने मान्दैनौँ भनेर 4 गतेबाटै स्कुलहरू सञ्चालन गरेको अवस्थाहरू छ भने कति पालिकाहरू चाहिँ सरकारले भने मान्ने कि नमान्ने भन्ने दुविधामा छन्। आजसम्म स्कुलहरू राम्रो सफल छैन। आज 7 गते र सरकारले 15 गतेको टाइमलाइन दिएर 15 गतेबाट सुरु गरेर 21 गतेबाट चाहिँ पठन पाठन सुरु गर्ने भनेको त्यसको कारण के हो भन्ने सम्बन्धमा चाहिँ प्रश्न पारेको अवस्था। त्यसले गर्दाखेरि पुरै देश नै शिक्षाको क्षेत्रमा अन्योलतामा छ। अहिलेको यो भर्ना प्रक्रियामा सुरु गरेर स्कुल सञ्चालन भइसक्नुपर्ने बेलामा एकदम अन्योलता अवस्था देश रहेको छ। अहिले भनौँ न, यो अब अहिलेदेखि होइन, पहिलेदेखि नै भन्दै आइरहेको कुरा हो। जस्तै धेरै अभिभावकहरूले अथवा सरकारले पनि लगाउने आरोप छ क्या यहाँनिर, निजी विद्यालयले सधैँ बढी शुल्क लिन्छ भनेर भन्छ है। के यो सही हो? निजी विद्यालयले बढी शुल्क लिएकै छैन। जो जहाँ सुविधा अनुसारको चाहिँ नि शुल्क लिने क्रियाहरू छन् जसमा चाहिँ हामीले ऐन कानुन लगाएर लिएको हो। जुनसुकै विद्यालयले पनि आफ्ना ठुलादेखि साना विद्यालयहरू जुन तरिकाले चलेका छन्, ठुलाले ठुलै तरिकाले धेरै सुविधाहरू दिएर लिएका छन् भने सानोले आफ्नो तरिकाले सुविधा पछि सबै खालका विद्यालयहरू छन्। मझौला ठुला साना विद्यालयहरू छन्। निजी विद्यालयहरूले सरकारको सबै नियमभित्र कानुन अन्तर्गत रहेर के अरे विद्यालय सञ्चालन गरेको छ। यदि त्यसो होइन भने सरकार नियमनकारी निकायहरूले चाहिँ अनुगमन गर्ने त्यसो के गर्नुपर्ने हो, त्यो कुराहरू अगाडि बढाउनु पर्ने हो नि त। यसलाई दोष मात्रै लगाएर सामाजिक फन्डा मात्रै त्यसमा चाहिँ सामाजिक सञ्जालहरूमा नाना भाँती कुराहरू गरेर निजी विद्यालय सञ्चालकहरूलाई निरुत्साहित गर्ने काम मात्रै भएको छ। अन्त पनि जस्तै यही कुरामा आउने हो भने यस्तो प्रश्नहरू त पहिले पनि उठेको थियो, विगतमा पनि उठेको थियो र पनि भनौँ न सामाजिक सञ्जाल तथा मेन स्ट्रिम मिडियामा पनि यसको विरोध भइरहेको थियो, यसको कुराहरू आइरहेको थियो। त्यो बावजुद पनि अझै पनि निजी विद्यालयहरूले नटेरेको हो कि टेर्न नचाहेको हो कि होइन, र पनि त्यो कुरामा उनीहरूले अझै पनि केही संशोधन नगरिकन भनिरहेछ, यस्तो कुरा भइरहन्छ, हामी लिइरहन्छौँ भने जस्तो हो। नेपालका मिडियाहरू कस्ता छ भनेको प्रष्टसँग सबैलाई थाहा भइसकेको अवस्था। अझ मेन स्ट्रिमका मिडियाहरू कुन तरिकाले चलेका छन् भन्ने कुरो पनि अहिले यति समयसम्म आउँदाखेरि धेरै कुराहरू प्रष्ट भइसक्यो। मैले अघि पनि भने, फेरि पनि दोहोऱ्याउँदैछु, निजी विद्यालयहरू कोही पनि नियमभन्दा बाहिर खुलेका छैनन्। हामीलाई प्राइभेटाइजेसन भनेर चाहिँ जुन तरिकाले चाहिँ प्राइभेट लिमिटेड कम्पनीमा जान भनेर निर्णय गरियो, त्यो निर्णय गर्नु भनेको चाहिँ अब तिमीहरूको सेवा मात्रै होइन, यसबाट चाहिँ तिमीहरूले के अरे मुनाफा पनि कमाउनुपर्छ भनेर चाहिँ प्राइभेट लिमिटेडमा जा भनेको होला नि त। हो, त्यो बमोजिम आफ्ना शिक्षक आफ्ना विद्यार्थीहरूलाई सबै कुराहरू सुविधा दिँदै सुविधा अनुसारको पैसा लिएका हुन् निजी विद्यालय। त्यो कुनै तरिकाको भ्रम छैन, त्यहाँ कहीँ पनि भ्रम छैन। त्यो नियमअनुसार छ। अघि पनि भने नियामक निकायहरू त्यसको लागि चाहिँ जिम्मेवार छन्। उनीहरूले हेरिदिनु पऱ्यो, आएर गरिदिनु पऱ्यो। तर पनि ठोकुवाका साथ भन्न सकिन्छ कि निजी विद्यालयहरू नियमसँग चलेका छन्। यो चाहिँ अब यस्तो सामुदायिक विद्यालयहरूमा यो ट्रेन्ड छैन होइन। अनि यदि हामीले हेर्ने हो भने जस्तै विश्वविद्यालयतिर पनि यो ट्रेन्ड छैन। तर निजी विद्यालयमा चाहिँ कस्तो ट्रेन्ड छ भन्दाखेरि विद्यार्थी एकपटक भर्ना भएपछि पनि वर्षै पछि चाहिँ यी निजी विद्यालयहरूले चाहिँ भर्ना शुल्क लिने गर्छ। अझ भनौँ न, भर्ना डाइरेक्ट रजिस्ट्रेसन भनेर अथवा भर्ना भनेर लिँदैन, एनुअल फी भनेर लिने गर्छ। यसलाई कसरी भयो यो कुरो भन्ने कुरा जाने गर्दै जाने 2072 सालमा त्यहाँ चाहिँ निजी विद्यालयहरूले कुन कुन शीर्षकमा चाहिँ लिन पाइन्छ भनेर लेखिएको छ। त्यो सरकारले लेखेको, निजी विद्यालयहरूले लेखेको होइन।
त्यो निजी विद्यालयहरूले कुन शीर्षकमा लिन पाउँछ भन्ने मध्येमा चाहिँ एउटा चाहिँ वार्षिक शुल्क भनेर लिने छ। त्यो जसलाई चाहिँ जहिले पनि, अहिले मात्र होइन, सम्भवतः स्थापना कालदेखि नै यो निजी विद्यालयलाई प्रताडित गर्ने एउटा चाहिँ एउटा कडीको रूपमा चाहिँ यसलाई चाहिँ व्याख्या गरेको छ। त्यो चाहिँ नि वार्षिक शुल्क भनेर लिएको एउटा शीर्षक छ। त्यो शीर्षक भनेको चाहिँ के हो भने 2 महिनाको फी बराबरको वार्षिक शुल्क लिन पाइने भनेर लेखेको छ। जुन चाहिँ कक्षा 1 बाट 2 मा जाँदा, 2 बाट 3 मा जाँदा पनि त्यो विद्यालयले लिन पाउँछ। त्यो लिन पाउने व्यवस्था त्यहाँ एनमा हुँदाहुँदै पनि त्यसलाई चाहिँ तोडमोड गरेर एडमिसन फी लियो भनेर हिजो त्यसबाट फाइदा लिने तत्त्वहरूले पनि त्यसैलाई चाहिँ बजाएर चाहिँ हामीलाई बदनाम गरिए र अहिले पनि त्यो कुरालाई चाहिँ निरन्तर रूपमा चाहिँ मिडियाबाजी भइरहेको छ। मिडियामा पनि बुझेर नबुझेर मिडियाबाजी भएको होइन, मिडियाले राम्रोसँग बुझेको छ। मिडिया त चौथो अङ्ग जो चाहिँ देशको चौथो अङ्ग हो, त्यो चौथो अङ्गले नबुझ्या भन्ने होइन कि, तर षड्यन्त्रपूर्वक निजी विद्यालयलाई निरुत्साहन गर्ने, षड्यन्त्रपूर्वक निजी विद्यालयहरूलाई चल्लो चटपटाउन नदिने र अन्ततोगत निजी विद्यालयहरूलाई चाहिँ बन्द गराउने जुन प्रपञ्च भइरहेको छ, राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा जुन प्रपञ्च भएको छ, त्यसका मतियारका रूपमा देखिएका छन् सञ्जालमा। त्यो सञ्जालमा ल्याएर जहिले पनि त्यो भर्ना शुल्क होइन बाबा, यो भर्ना शुल्क भन्दा नि होइन भर्ना शुल्क रटान रटिएको छ। त्यो गलत छ। त्यो भर्ना शुल्क होइन, ऐनले नै दिएको, नियमावलीले नै दिएको 2 महिनाको फी बराबरको वार्षिक शुल्क हो। यो फेरि वार्षिक शुल्क भनेर त नाम त फरक पर्यो, लिएको त तपाईँहरूले पैसा लियो भन्नु होला यहाँहरूले, त्यो पनि होइन। तपाईँहरूलाई म प्रश्न पारिदिन्छु, हाम्रो सरकारले जुन तरिकाले एउटा चाहिँ करिकुलम दिएको छ, त्यो करिकुलम मात्रै पढाएर निजी विद्यालयले आफ्नो अस्तित्व देखाउन सक्दैन। त्यसको लागि हामीले के गर्छ, सङ्गीत गीतको कुराहरू भयो, त्यसपछि मार्सल आर्टको कुराकानी भयो, स्विमिङ सिकाउन लाने भन्ने कुराकानी हुन्छ, त्यसपछि बच्चालाई चाहिँ आर्ट सिक्छ, अनि त्यसपछि ड्रइङको कुराहरू भयो, त्यसपछि आएर के अरे रोबोटिक्स भन्छ, अर्को के भन्छ, धेरै शीर्षकहरूमा हामीले चाहिँ बच्चाहरूलाई चाहिँ तयारी पारेका हुन्छौँ। हरेक बच्चाको उसको स्किल हेरेर हामीले के जस्तै मैले तपाईँलाई रोकेँ, जस्तै तपाईँले अहिले भनिरहनु भएको शीर्षक जस्तै कि यो वार्षिक शुल्कभित्र आउँछ हो, कि त्यो मैले अघि नै भन्दैछु, त्यही आउँदै थिएँ म। त्यो वार्षिक शुल्क भनेर लिएकोले हामीले यो सबै कुरो म्यानेज गर्छ। लोकल एक्सकर्सन हामी चाहिँ बच्चाहरूलाई चाहिँ नजिकका चाहिँ मठ मन्दिर, विभिन्न चाहिँ सांस्कृतिक धार्मिक ठाउँहरू लिएर जान्छौँ। हो, यी सबै चिजको चाहिँ व्यवस्थापन वर्षभरि गर्नको निम्ति भनेर सरकारले नै वार्षिक शुल्कको रूपमा लिन पाउँछ भनेर लिएको रकमलाई जहिले पनि प्रताडित गरेर, त्यसैलाई चाहिँ भर्ना शुल्क हो, निजी स्कुलले भर्ना शुल्क वर्षेनी लियो भनेर चाहिँ जहिले पनि प्रताडित गरेको अवस्थाहरू छ। भर्ना शुल्क एकपटक लिइन्छ, त्यो एकपटक लिँदाखेरि 1 महिनाको फी बराबरको नयाँ विद्यार्थीलाई भर्ना शुल्क लिइन्छ। त्यो नयाँ विद्यार्थीले पनि तिर्छ फेरि वार्षिक शुल्क 2 महिना बराबर भनेपछि पहिलोपटक हाम्रो विद्यालयहरूमा भर्ना हुँदाखेरि उसले 3 महिना बराबरको शुल्क तिर्नुपर्छ। 1 महिना बराबरको भर्ना शुल्क जसलाई एडमिसन फी भनेर लिन्छौँ, र अर्को एनुअल फी जुन वार्षिक शुल्क भनेर लिएको चाहिँ हाम्रो 2 महिना बराबरको चाहिँ मासिक तलब शुल्क 2 महिना बराबरको शुल्क लिने हो। त्यसलाई चाहिँ जहिले पनि प्रताडित गराइएको छ कि यो चाहिँ भर्ना शुल्क भनेर चाहिँ प्रताडित गराइएको छ। त्यो वास्तवमा त्यो गलत हो। जस्तै तपाईँले भनिरहनु भयो नि, जस्तै यो वार्षिक शुल्कभित्रमा चाहिँ त्यही म्युजिक अथवा डान्स कुराहरू आउँछ, मार्सल आर्ट्सको कुराहरू आउँछ भन्नुभयो। तर धेरै निजी विद्यालयहरूले त वार्षिक शुल्क लिँदै पनि एक्स्ट्रा फी चाहिँ के गरेको छ भन्दाखेरि म्युजिक, डान्स अथवा एक्स्ट्रा करिकुलम भनेर होइन, बास्केटबल यसरी पनि लिने गरिरहेको छ नि त। हो, त्यसमा पनि प्रश्न पार्नु जरुरी छ। किन जरुरी छ भने त्यही नियमावलीमा तपाईँ गएर हेर्नुहुन्छ भने त्यहाँनिर के भनिएको छ भने आवश्यक शुल्क, अतिरिक्त शुल्कहरू कुनै लिनुपर्ने भयो भने आफ्ना प्यारेन्ट्सहरू, त्यो अरूको प्यारेन्ट्सको कुरा गरेन, अर्को स्कुलको प्यारेन्ट्सको कुरा गरेन, जसको स्कुलले एक्स्ट्रा करिकुलर एक्टिभिटिजमा अझ थप सेवाहरू दिएका छन्, थप सेवाहरू दिँदाखेरि चाहिँ यदि पैसा लिन पनि जरुरी छ भने प्यारेन्ट्सको सहमति लिएर त्यो कुरो गर्न पाउने भनेर लेखिएको छ भने त्यो कुरो नलिने भन्ने कुरा त भएन नि त। त्यसका लागि चाहिँ एउटा एक्सपर्ट चाहिन्छ होइन। अब एउटा साधारण कुरा गरौँ तपाईँलाई, एउटा शिक्षक 17-18 हजारमा चाहिँ पाइन्छ भने जसले चाहिँ नि महिनाभरि के अरे गर्नुहुन्छ, पढाउनुहुन्छ, तर जो त्यो मार्सल आर्ट भनेर सिकाउने गुरुले महिनाको
हप्ताको 1 दिन महिनाको 4 दिन आउँदाखेरि नै त्यति पैसा लिनुहुन्छ भनेपछि त हामीलाई यदि अतिरिक्त क्रियाकलापहरू केही एक्स्ट्रा गर्न पर्यो भने त्यसमा चाहिँ व्यवहार गर्नको निम्ति प्यारेन्ट्सहरूलाई चाहिँ राखेर प्यारेन्ट्सलाई चाहिँ सहमति गराएर लिने शुल्कहरू त्यो शुल्कमा न राज्यले टाउको गर्नुपर्छ न अरू कुराहरू टाउको होइन त्यो अन्तर्गत नै लिएका हुन् विद्यार्थीबाट। जस्तै कि कतिपय विद्यालयहरूमा चाहिँ के पनि छ भन्दाखेरि जस्तै तपाईँले भन्नुभयो भर्ना शुल्कमा चाहिँ यस्तो यस्तो शीर्षकहरू पर्छ त्यही भएर हामीले लिने गरेका छौँ भन्दा अगाडि त भर्ना शुल्क लिन्छ त्यो विद्यार्थीको, तर यस्तै अब एक्स्ट्रा एक्टिभिटिजहरू गर्दाखेरि त्यो विद्यार्थीहरूलाई चाहिँ अब के भन्छ लिने गरेका रहेछ भन्दाखेरि यो फलानु चिज हामी यस्तो यस्तो गर्दैछौँ यसको लागि चाहिँ यति लाग्छ है भनेर पठाउने, त्यसपछि त्यो कुनै विद्यार्थीको क्षमता छैन भने ल्याउन सकेन भने ऊ त्यसमा बस्न नपाउने। 15-16वटा एक्स्ट्रा करिकुलर एक्टिभिटीहरू गराइन्छन्, मिनिमम 9-10वटा चाहिँ एक्स्ट्रा एक्टिभिटिजहरू गराएको अनि 2 महिना बराबरको शुल्कले त्यो 9वटा 15-16वटा एक्स्ट्रा एक्टिभिटिजहरूलाई नधान्न सक्छ। त्यो यसमा त सरकारले नै के भनिदिएको छ भने फेरि शिक्षा न्यायालयले के भनिदिएको छ भने त्यो नधानेको अवस्थामा चाहिँ जस्तो अडियो भिजुअलको कुराकानी गरौँ न, अहिले हिजो चाहिँ चक डस्टरले पढाइन्थ्यो होइन, चक डस्टरले पढाइन्थ्यो हिजो, अब अहिले त स्मार्ट बोर्डको कन्सेप्ट आइसक्यो। चक डस्टरले पढाएको बेलाको चाहिँ हिसाब किताब गरेर हुन्छ अहिले स्मार्ट बोर्डको जमाना आएको छ, विद्यार्थीलाई समय अनुकूल स्मार्ट बोर्डको चाहिँ नि व्यवस्था गरेर चाहिँ हामीले पढाउँछौँ अनि चक डस्टरको बेलामा पढाएको चाहिँ हिसाब किताब गरेर हुन्छ। निजी विद्यालयले चाहिँ यो बढी पैसा लियो एकचोटि निजी विद्यालयलाई जाने चेक गर्ने किन पैसा लियो त यसले भन्ने कुरो चाहिँ प्रमाणित गर्ने, यदि उसले चाहिँ साँच्चै नै अन्याय गरेको रहेछ कमाउनपट्टि मात्रै लागेको रहेछ भने अनि त्यसलाई कारण होइन भने चक डस्टरको बेलामा चाहिँ लिएर आएका चाहिँ नियमभित्र रहेर अनि अहिले आएर पनि तैँले त्यही गर चाहिँ जायज। जस्तै नेपालमा निजी विद्यालयहरू विभिन्न तहका निजी विद्यालयहरू छ। अब कुनै निजी विद्यालयहरूको जुन फी स्ट्रक्चर हेर्ने हो भने होइन तपाईँको एकदम न्यूनतम 5,000देखि लिएर 10,000को रेन्जसम्म छ। अब कुनै विद्यालयमा हेर्ने हो भने 10देखि 20-30सम्म छ, कुनैमा 30देखि 35 होइन अथवा 30देखि 70सम्म, कुनैको त यतिसम्म पनि लिने देखिएको छ कि 50,000देखि 1 लाखसम्मको फीहरू पनि लिने देखिएको छ क्या। अब यहाँ बुझ्नुपर्ने मैले बुझ्न नसकेको कुरा चाहिँ यो निजी विद्यालयहरूले यसरी लिँदाखेरि पढ्ने त सबै एउटै कुरा हो नि त होइन, तर त्यो 50,000देखि 1 लाखसम्म लिने विद्यालयले चाहिँ त्यस्तो के छ त्यहाँनिर चाहिँ उसले त्यो त्यत्रो फी लिएको कि उसले अब त्यो सुनको अक्षरले नै पढाउने हो कि अरू निजी विद्यालयमा नभएको चिज उसले एक्स्ट्रा के पढाउँछ। मफसलतिर हामी जाने हो भने काठमाडौँ बाहिरबाट 500 रुपियाँबाट सुरु भएका स्कुल पाइन्छ। काठमाडौँमा पनि 2800-3000बाट सुरु भएको स्कुलहरू र त्यसपछि जाँदै गऱ्यो भने तपाईँले भने जस्तो 1 लाखसम्मको 1.5 लाखसम्मको महिनाको फी पाइन्छ। हो यसलाई यसरी बुझ्नुपर्ने जरुरी छ। यो राइट टु चोइस पनि भन्छन्, सबै तहका विद्यालयहरू छ अनि मलाई चाहिँ 1 लाख रुपियाँ चाहिँ पढाइ हुने विद्यालयमा जान मन लाग्यो अनि मलाई चाहिँ फेरि होइन तिर्नु चाहिँ मैले चाहिँ एउटा चाहिँ त्यत्रो धेरै तिर्न सक्दिनँ भनेर भन्नलाई त्यो पाइन्छ कि पाइँदैन त्यो कुरो एउटा चाहिँ बुझ्नु पर्यो। र अर्को कुरो त्यो धेरै पैसा लिएको भन्ने स्कुलहरूले त यो देशलाई गुल्ल यहाँहरूले बुझ्नुपर्छ। विगतमा हेर्नुभयो भने धेरै नेपालीहरू भारतका देहरादुन अनि त्यसपछि कालिम्पोङ अनि दार्जिलिङमा गएर ठुलो धनराशि खर्च गरेर उनीहरूले चाहिँ शिक्षा लिएर आउँथे। अब अहिले एउटा पनि विद्यार्थी त्यसरी त्यहाँ गएको अवस्थाहरू छैन। मैले सुन्नमा आएको छैन कि दार्जिलिङमा गएर आयो भने त्यो पलायन भएको पुँजीलाई एउटा सर्भिस दिएर फेरि कस्तो सर्भिस विदेशमा गएर पढ्ने बराबरको सर्भिस दिएर त्यो प्यारेन्ट्सलाई खुसी पारेर ती विद्यालयहरूले त्यसरी आफूले चाहिँ दिएको सेवाको कुरालाई लिएर जहिले पनि प्रताडित गर्न पाइन्छ। हो कुनै प्यारेन्ट्सलाई चाहिँ पढाउन मन लागेन सकिन भने त त्यहाँ अप्सन छ भने नि काठमाडौँमै पनि 3000बाट पढ्दै सुरु भएको अप्सन छ त। अनि अप्सन हुँदै पनि अनि आफू जाने चाहिँ ठुलोमा जहाँ चाहिँ राम्रो सर्भिस दिएका छन् ती स्कुलहरूले सर्भिस दिएका छन् मैले भने
विदेश पलायन भएको पुँजीलाई यही ठाउँमा चाहिँ ल्याउन सफल भएका छन् विद्यालयहरू, अनि ती विद्यालयहरू प्रताडित गर्न पाइन्छ। त्यसले गर्दाखेरि सोच्नुपर्छ यो कुराहरू। हाम्रा अभिभावकले सोच्नुपर्छ, सरकारले सोच्नुपर्छ, सम्बन्धित निकायले सोच्नुपर्छ, सबैले सोच्नुपर्छ कि यो देशमा निजी विद्यालय नभएको भए आज फेरि पनि हामी हाम्रा पुँजी पलायनको स्थिति रहन्थ्यो र यो पुँजी अहिले राख्दै छन्, त्यो कुरोलाई चाहिँ नि पुरस्कृत गर्नुपर्छ सरकारले। केही विद्यालयहरू छोडेर, निजी विद्यालयहरू छोडेर अरू निजी विद्यालयहरूले चाहिँ सरकारी विद्यालयहरूको शिक्षकलाई दिने जुन तलब छ सरकारी विद्यालयहरूको भन्दा पनि कम न्यून देखिएको छ। सरकारले एकतिरबाट पैसा नलिई भन्छ, अर्कोतिरबाट चाहिँ शिक्षकलाई चाहिँ पैसा बढी दियो भने कसरी सम्भव छ? निजी विद्यालयले घरखेत बेचेर सञ्चालन, तर तपाईँहरूले त लिइरहनु भएको छ। घरखेत बेचेर ल्याउने हो र अब यति पैसा चाहिँ मात्र लिई भनेर त्यहाँ सिलिङ तोक्दिएको छ होइन। अनि लिन पनि त तैँले आफ्नो क्षमता अनुसार आफ्नो चाहिँ आफ्नो त्यो सेवा अनुसार लिऊ, तर दिँदाखेरि पनि टिचरलाई चाहिँ सेटिस्फ्याक्सन हुने गरेर देऊ भन्न सक्नु पऱ्यो नि त सरकारले। अरूको कुरो त्यसो मात्रै छैन नि, राम्रो सुविधा दिएर पनि राखेको छ सरकारले भन्दा चौबर बढी दिएर राखेका स्कुलहरू पनि छन् भनेपछि उसको आम्दानीको स्रोत भनेको को भन्दा त विद्यार्थी हो। अन्त विद्यार्थीको आम्दानीको स्रोत, त्यो आम्दानीको स्रोत मात्रै जाने सिलिङ तोकिदिने, यो हुँदैन त्यो हुँदैन यहाँ हुँदैन त्यहाँ हुँदैन भने प्राइभेटलाई चाहिँ नि पैसा खर्च गरेर चाहिँ त्यत्रा बिल्डिङ बनाएर त्यत्रा गरेर त प्राइभेट कम्पनी चला भन्ने, अनि फेरि कचकच गरेर चाहिँ अनि त्यसपछि सुई चाहिँ यति मात्रै लिन पाउँछस् भनिसकेपछि त्यो लिने कुरामा बन्द गरिसकेपछि दिने कुरामा त कुनै पनि सञ्चालकले आफ्नो घरखेत ल्याएर बेचेर चाहिँ दिँदैन। यो तलको कुरामा पनि सरकारले जुन तरिकाले चाहिँ उदारता दिन सकेको छैन त्यसको परिणाम। जुन दिन लिने कुरा पनि तिमीहरूले चाहिँ सुविधा अनुसारको ल्याऊ र जुन दिन तिमीहरूले दिने पनि तिमीहरूले सुविधा अनुसारको देऊ भनेको थिएन, यो तलको समस्या। यस्तो अब सरकारले अथवा भनौँ न धेरै जस्तो अभिभावकहरूले एउटा आरोप लगाउने गरेका छ क्या, जस्तै निजी विद्यालय सञ्चालकहरूलाई चाहिँ शैक्षिक माफिया भनेर आरोप लगाउने गरेका छ। अब के तपाईँहरू साँच्चै शैक्षिक माफियाहरू? अब यो देशमा माफिया छन्। एउटा राजनीतिक माफिया अनि शैक्षिक माफिया अनि जो चाहिँ नि जमिनको काम गर्छ, यसो ठेक्कापट्टा गर्ने के गर्ने बेचबिखन गर्छ ऊ चाहिँ भूमाफिया। त्यसपछि चाहिँ नि विद्युतमा लगानी गर्ने जल माफिया। यस्तै माफियाको चाहिँ नि हामी चाहिँ तकमा हेर्न पाएका छौँ। त्यो मध्येका हामी शैक्षिक माफिया भनेर प्रताडित गरिएका छन्। यो मलाई लाग्दैन यिनीहरूले नजानेर होइन, एउटा कुनै मिसन अन्तर्गत भएको कामहरू हो र त्यसमा कुनै पनि व्यवसाय गर्ने मान्छे माफियाकै दर्जामा राखिएका छन्। त्यसले गर्दाखेरि यो देशमा भएका यी निजी क्षेत्रबाट लगानीलाई चाहिँ नि प्रोत्साहन गर्दै कसको इसारामा यो चिजहरू आएको छ थाहा छैन। अब शैक्षिक माफिया कसरी यो देशको कानुन अनुसार हामी सञ्चालन भएको छौँ, यसरी चलाऊ भनेर चाहिँ निर्देशन गरेको कुराले गरेका छौँ। पालिकाका शिक्षा शाखाले दिएका चाहिँ हामीले चाहिँ निर्देशनहरू पालना गरेका छौँ र एउटा चाहिँ त्यो गर्दै गर्दाखेरि पनि एउटा राम्रो विद्यार्थी उत्पादन गरेर देशलाई दिएका छौँ। आज कम्पिटिसनमा हेर्नुहोस्, जुनसुकै ठाउँमा हेर्नुहोस्, आज अर्को कुरो पनि छैन। यदि निजी विद्यालयहरूको विद्यार्थीहरूको चाहिँ एससीको परिणाम चाहिँ राम्रो नआउने हो भने देशको चाहिँ शिक्षामा धक्का लागेको छ। योभन्दा अगाडिको चाहिँ के अरे एससीको रिजल्टको चाहिँ बिग्रेको कुरोमा चाहिँ जाति राष्ट्रले के भन्यो भने तपाईँ हामीले चाहिँ सामाजिक सञ्जालमा हामीले पत्र पत्रिकाको यदि एससीको विद्यार्थीहरूको पास रेसियो निजी विद्यालयले नदान दिने हो भने त्यसको शिक्षामा आएको एउटा समेत रोकिने अवस्था। यस्तो अवस्थामा भएको विद्यालयको बारेमा यो तरिकाको चाहिँ निकृष्ट शब्द प्रयोग गर्ने ती मान्छेहरूले कुन संस्कारबाट चाहिँ अगाडि बढेका छन् प्रश्न चिन्ह चाहिँ उठ्छ। भनेपछि तपाईँहरू माफिया होइन? कसरी माफिया? त्यसो भए यस्तो पनि भन्ने गरेका छ नि त, जस्तै शिक्षा क्षेत्रमा निजी विद्यालयहरू क्यान्सरको रूपमा उम्रेको छन्, क्यान्सरको रूपमा आएका छन् भनेर भन्ने पनि गरेका छ। त्यो माफिया क्यान्सर भनेको एउटा शब्द चाहिँ त्यस्तै नै हुन्छ। किनभने नि गरी खान गएको कसैले गरी खाएको देखि नछाने ठाउँको रूपमा चाहिँ परिभाषित हुँदैछ हाम्रो देश। अनि शिक्षा ऐन अन्तर्गत रहेर कुनै पनि देशको संविधान र कानुनलाई मानेर त्यो भित्र चाहिँ लगानी गरेका मान्छे कसरी क्यान्सर कसरी माफिया हो, यो चाहिँ प्रश्न चाहिँ उहाँहरूलाई नै गर्नुपर्ने हुन्छ आवश्यक।
अब एउटा प्रश्न यस्तो छ, तपाईँहरूले विद्यालय सञ्चालन गरे बापत सरकारलाई कर तिर्दा पनि जनता र सरकारले लुटेरा, शैक्षिक माफिया जस्तो आरोप लगाइरहँदा के तपाईँलाई पीडा हुँदैन? यो सबै जिम्मा लगाएर अरू अरू नै व्यापार व्यवसाय गर्नु, यस्तो के अरे जहिले पनि जस पाउने काम किन गर्नु भन्ने कुराहरू तपाईँलाई मनमा लाग्दैन? यो सरकारसँग हामीले यति धेरै भाग राखेका छौँ कि हाम्रा विद्यालयहरू तिमीहरू लिइदेऊ, तिमीहरूले लिइदिएर चाहिँ हामीलाई चाहिँ उचित सम्मानपूर्वक हामीलाई विदा गर पनि भनिसकेका छौँ। जेएनजी आन्दोलन हुँदै गर्दा 23 गते जेएनजी आन्दोलन हुँदा त 22 गतेतिर हामी 21 गते हामी सडकमा थियौँ। सडकबाट हाम्रो मागणी त्यही थियो, यदि सम्मानपूर्वक काम गर्न दिँदैनौँ भने उचित मुआवजा देऊ र हाम्रो स्कुलहरू तिमीहरूले ल्याऊ र जनतालाई चाहिँ निःशुल्क पढाऊ भनेर भन्छ। र अहिले पनि हाम्रो माग त्यही हो, यदि तिमीहरूले सही सम्मान गर्न सक्दैनौ, सधैँ नै यो प्रताडित गरिरहन्छौ भने हाम्रा स्कुलहरूलाई चाहिँ ससम्मान हामीलाई, किनभने हिजो राज्यले लगानी गर भनेर लगानी गरेको, त्यो लगानी गरे होइन। हामी आएर हुर्र आएर आकाशबाट आएर खुट्टा आएर लगानी गरेको होइन, राज्यले कानुन अनुसार लगानी गरेको चिज हो। राज्यले लिन पाउँछ, लिँदाखेरि चाहिँ ससम्मान र उचित क्षतिपूर्ति सहितका व्यवस्थापन गरेर राज्यलाई हामी दिन तयार छौँ। र तपाईँले जसरी भन्नुभयो नि त्यो यतिको धेरै आरोप खाइरहँदा तपाईँहरू किनभने हेर्नुहोस्, आज पुस्तान्तरण भएको अवस्थै छैन। यो नीति शुल्क बिस्तारै बन्द हुने गराउने योजनामा गएको हो कि भन्ने लाग्छ। आज निजी स्कुल सञ्चालकका दोस्रो पुस्ताले आफ्ना पहिलो पुस्तालाई बा आमाले जसरी चाहिँ प्रताडित गरेको छ, यो समाजले प्रताडित गरेको छ, यो सरकारले प्रताडित गरेको छ, यो प्रताडित देखेर उनीहरू यो क्षेत्रमा आउन चाहेको छ। कुनै पनि एकाध संस्था बाहेक कुनै पनि संस्थाहरू एउटा जेनेरेसनबाट अर्को जेनेरेसनमा हस्तान्तरण हुन सकेको अवस्था, यति ठुलो विडम्बना छ। यो साँच्चै नै भन्नुपर्दाखेरि एउटा व्यवसायभित्र छिरिसकेपछि त्यो व्यवसायप्रतिको माया, त्यो व्यवसायप्रतिको चाहिँ लगाव, त्यो व्यवसायप्रतिको अनुभवले गर्दाखेरि अर्को व्यवसाय नजाउँ भन्ने सबैलाई लाग्छ, त्यो हामीलाई पनि छ। तर यो निजी विद्यालयलाई जति प्रताडित गरियो, आज मात्रै होइन, धेरै अगाडिदेखि स्थापनाकालदेखि प्रताडित गरियो। त्यो प्रताडित देखेर नै ती हाम्रा छोराछोरीले यो विद्यालयलाई हामीले चाहिँ ग्रहण गर्न सक्दैनौँ। यस्तो लज्जाबोध हुने चिज, यस्तो राज्यले पेलेको देखाएको छन् उनीहरूले, समाजले पेलेको देखाएको छन् उनीहरूले। यो सम्मानजनक पेसा होइन भन्ने लागेको छ उनीहरू। र यो कुनै पनि सङ्घ संस्था नेपालको हेर्नुभयो भने धेरै कम संस्थामा मात्र पुस्तान्तरण भएको छ। उहाँका छोराछोरीहरू निजी विद्यालयका सञ्चालकका छोराछोरीहरू निजी विद्यालय बाँकी सबै पलायन भइसक्यो। यही अवस्था यो देशले भोग्नुपर्छ, भोगेको पनि छ। जस्तै निजी विद्यालयका धेरै सङ्गठनहरू छ, जस्तै तपाईँ आफै पनि एउटा तहमा प्याप्सनको अध्यक्ष हुनुहुन्छ, एउटा तहको। तर त्यो तपाईँ एउटा निजी विद्यालयको प्रतिनिधि हुनुहुन्छ है। तर तपाईँभन्दा माथिका जुन प्रतिनिधिहरू छ उनीहरूले त यस्तो बारेमा आवाज उठाएको त देखिएनन्। होइन, आवाज उठाएको छ भने नि त्यो जेएनजी आन्दोलन जुन हुँदै थियो, जेएनजी आन्दोलन हुँदै गर्दाखेरिको चाहिँ नि उसमा पनि हामी सडकमै थियौँ। त्यो अब अहिले पनि विभिन्न के अरे शिक्षा मन्त्रीदेखिलाई भेट्ने गरेर सम्भव मिलेसँग प्रधानमन्त्रीसँग भेट्ने कुराहरूमा उहाँहरू लागिरहनु भएको छ, नलागेको होइन। अब विडम्बना, यो देशको विडम्बनै भन्नुपर्छ। उहाँहरूको जुन प्रयास सायद असफल भएर मैले पनि व्यक्तिगत रूपमा र हाम्रो संस्थागत रूपमा यो टोखा नगरपालिकाबाट जति चाहिँ लबिङ गर्नुपर्ने हो, जति चाहिँ कुराकानी गर्नुपर्ने गरेको छ, त्यसको रिजल्ट आएको छैन। हाम्रै सदस्यहरूले अब भन्ने बेला भइसक्यो कि नगर व्यापसन के हेरेर बसेको छ भन्ने बेला भइसक्यो। किनभने कुनै पनि किसिमको रिजल्ट आएको छैन अहिलेसम्म। हामी अन्यलमा छौँ। कति बेला स्कुल सञ्चालन गर्ने हो, स्कुल सञ्चालन गऱ्यो भने समात्ने पो हो कि सञ्चालन गऱ्यो भने कारबाही पो गर्ने हो कि भन्ने हामी अन्यलमा छौँ। आज मात्र बुढानीकण्ठ नगरपालिकाले चाहिँ स्कुल सञ्चालनलाई चाहिँ सहजीकरण गरिदिएको रहेछ। अब त्यो अवस्था हामी यहाँ आइसकेको छैन, सायद अब 1-2 दिनभित्र त्यो अवस्था पनि आउन चाहिँ। यो कुरामा चाहिँ तपाईँहरूलाई जस्तै मैले सुन्नमा आएको, जस्तै बुढानीलकण्ठ तपाईँले अहिले भर्खरै भन्नु, जस्तै बुढानीलकण्ठ नगरपालिकाले अथवा भक्तपुरले पनि होइन। अनि अझै एउटा राम्रो इक्जाम्पल हेर्ने हो भने हाम्रो धनगढीको है जुन मेयर हुनुहुन्छ, उहाँले एकदम इनिसिएसन लिनुभएको है, र त्यहाँ चलाउने भनेर भनेको छु। टोखा नगरपालिकामा चाहिँ किन यस्तो हुन सकेन? किन यहाँको स्थानीय सरकारले यो इनिसिएसन नलिएको? अब स्थानीय सरकारले सङ्घीय सरकारसँग नखोजेको हो। अनि तर
जुन अहिले मैले भनिरहेको छु उनीहरूले त डिसिजन गर्नु अन्त उहाँहरूले डिसिजन गर्नु हो। कहिलेकाहीँ आफ्नो क्षेत्राधिकार के हो भन्ने कुरो बिर्सिया पनि हुनुहुन्छ। कस्तो हो भने निजी क्षेत्रको मात्रै कुरा होइन, शिक्षासँग सम्बन्धित कुरो स्थानीय निकायले हेर्ने भनेर प्रष्ट रूपमा ऐनमा व्यवस्था भएको कुरोलाई सङ्घीय सरकारको चाहिँ नि निर्णयलाई उहाँहरूले चाहिँ नि मानेर बस्नुपर्छ भन्ने कुराहरू त कहीँ कतै लेखेको छैन। त्यो कुराहरू सङ्घीय सरकारको एउटा मन्त्री परिषदको निर्णय अथवा एउटा मन्त्रालयको निर्णय। अब त्यो कुरोमा टोखा नगरपालिका किन पछि पर्यो? जहिले पनि हामीलाई त एकदमै सहयोगी भूमिका खेल्ने टोखा नगरपालिका हो। अहिलेसम्मको चाहिँ इतिहास हेर्ने हो भने एकदम शिक्षा क्षेत्रलाई निजी सञ्चालकहरूको सम्बन्धमा चाहिँ उहाँहरूले जुन कोअर्डिनेसन गर्नुभएको छ, अभिभावकलाई चाहिँ जुन कोअर्डिनेसन गर्नुभएको छ, छात्रवृत्तिको जुन कोअर्डिनेसन गर्नुभएको छ, एउटा चाहिँ त्यसकै उदाहरणीय रूपमा गर्नु। तर यति बेला आएर चाहिँ उहाँहरूले यो बोल्ड डिसिजन चाहिँ किन गर्न सक्नु भएको छैन भन्ने कुरा चाहिँ हामी आश्चर्य। अन्त्यमा सरकारले निजी विद्यालयप्रति चाहिँ के गरिदिए हुन्थ्यो जस्तो लाग्छ, अनि सरकारलाई यसप्रति तपाईँ के भन्न चाहनुहुन्छ? सरकारले निजी विद्यालय निर्विवाद रूपमा चल्न दिने र निजी विद्यालयमा अझ धेरै लगानी बढाउन दिने र नियमन गर्ने भनेको सरकारले एउटा करिकुलम दिने, करिकुलम दिएपछि त्यो करिकुलम अनुसारको पढाइ भएको छ कि छैन, त्योभन्दा अगाडि कस्तो गएको छ भन्ने कुराहरू गर्ने। सरकारले तैँले यति पढाउन पाउँछस्, तैँले यति चाहिँ नि लिन पाउँछस्, यति लिन पाउँदैनस् भन्ने कुरामा एउटा साधारण कुरा गर्नु, सेवाकै कुराकानी गर्नु। एउटा होटेलले, एउटा चाहिँ पार्टी प्यालेसले, एउटा चाहिँ नि तपाईँको चाहिँ साह्रै होटेलले यति पैसा मात्रै लिन पाउँछ भने सरकारले कहिले व्यवस्था गरेर तपाईँले सुन्नु भएको छ? त्यो पनि सेवा हो र यो पनि सेवा। यो सेवा जुन तरिकाले काम गर्दैछन्, जुन तरिकाले गर्छन्, जुन स्तरको काम हुँदैछ, यस्तो अप्सन पनि छ। हाम्रो त यहाँ त खालि चाहिँ एउटा चाहिँ स्याल हुइयामा दौडिने चलन छ सबैजना। मैले अघि भने 300-500 रुपियाँ पढाउने स्कुल पनि छन्, 1,50,000 पढाउने, राइट टु चोइस सकिँदैन। अथवा फ्रीमा भनेर सरकारले भनेको छ, सरकारले भनेको फ्री सरकारी स्कुलमा पनि सायद के नाममा चाहिँ एक दुईवटा चाहिँ त्यसमा पैसा लिँदो रहेछ भन्ने कुरा सुन्नु भनेपछि एउटा फ्री पनि छ। अब म फ्रीमा पढाउँछु भने पाइयो भने 1.5 लाख तिरेर पनि पढाउनु पाइयो भने यसमा टाउको दुखाइ चाहिँ किन? यसमा टाउको दुखाइ किन गराइरहेको? को क्रान्तिकारी हुनु खोज्यो? यो सस्तो लोकप्रियता कसले निकाल्न खोज्यो? सस्तो लोकप्रियता लागि किन यो क्षेत्रलाई चाहिँ एकदम धराशायी बनाउन खोजिरहेछ भन्ने कुरो चाहिँ बुझ्नु जरुरी छ। जनताले पनि बुझ्नु जरुरी छ, अभिभावकले पनि बुझ्नु जरुरी छ। हिजो पनि तपाईँ हामी अभिभावक वर्गसँग चाहिँ भएको एउटा खालको चाहिँ द्वन्द्व त्यही थियो, आज पनि त्यही द्वन्द्व बाँकी छ। सरकारले रेगुलेसन गरोस्, सरकारले एक्जाम लिने कुरा चाहिँ एक्जाम दियोस्, तर अन्तर्राष्ट्रिय स्तरका चाहिँ नि विद्यार्थी भित्राउने कुरामा अब लबी हुनुपर्छ। अन्तर्राष्ट्रिय स्तरको विद्यार्थी भित्राउने कुरामा अब वार्ता हुनुपर्छ र अब पोलिसी गर्नुपर्छ। सरकारले यो क्षेत्रतिर चाहिँ ध्यान दिनु। हामी जहिले पनि प्रताडित होइन, हामी सरकारलाई सहयोग गरेर अगाडि बढ्नु। हस् त, तपाईँ आइदिनु भयो, आफ्नो विचारहरू राखिदिनु भयो है। हाम्रो कार्यक्रम यही छ। हजुरलाई धन्यवाद। धन्यवाद निरामय सञ्चार टिमलाई अब मेरो कुराहरू राख्न दिनुभयो, कुराकानी राख्नु सबै कुरोलाई धन्यवाद।